Good morning, guys. समीक्षा त्यहाँ छ कुस्ती भएर बस तर हिजो सोचे जस्तो खुट्टा चाहिँ धोया होइन है हिजो त के साह्रो बाउडे के जस्तो भएको थियो हामी त्यति राति हामी यहाँ आइपुग्यौँ हेर यहाँ आइज नि यहाँ मन भएन आउँदिनँ म गरेर बसिएको थिएँ अनि यस्तो यस्तो पढाएर चाहिँ जान्थ्यो हिजो राति आएको केही देखाएको थिएन ल यस्तो त्यहाँ घर छ एउटा अनि उहाँ मान्छेले घाँस काटेर खानु यहाँनिर खोइ छ धेरै यता अनि हामी हिजो आयौँ कति बजीतिर आइपुग्यौँ त्यो राति भएको थियो अँध्यारै थियो अनि त्यसपछि हामी आएर ढाकेर सुत्यौँ केही भिडियो सिडियो नबनाइकन सुत्यौँ अनि त्यसपछि अहिले सिधै आएर यस्तो घाम खाँदै सुरु गरेँ एउटी मसाज गर्दैछ ल ल ल अब हामी कता जान्छौँ त घरै जान्छौँ हो यस्तो मिठो भ्यूमा बसेर हामी यस्तो मिठो घाममा हाम्रो मर्निङ स्किन केयर गर्दैछौँ हामी यस्तो यस्तो लगाएर दुवैजनाले सुरु गरिन अब यहाँ ऊ त्यहाँनिर छ क्या झुसिलोवाला झुसै झुस भएको पनि छैन कस्तो कस्तो टाइपको किरा त्यहाँ यिनीले यहाँ बनाइसकिन् हेर्नुहोस् त मेरो के रे थोपडो के टेबल भन्थे ड्रेसिङ टेबल नेचुरल ड्रेसिङ टेबल आमा लाकी यस्तो ठाउँमा बसेर समीक्षा चिया खाँदैछ ओ वाउ आऊ धेरै नबस आऊ तलतिर गएर म टाढा कहाँ पुग्यो त के देखिँदो रहेछ भ्यू हेरेर आउने आइज यहाँ त ब्युटिफुल रोड साप भइसक्दो रहेछ इस वाउ फ्लावर हामी जान्छौँ अब तलतिर यतातिर एक्सप्लोर गर्नु पर्यो के छ भनेर त्यही हेर्नु जानु लाग्यो कहाँसम्म के रहेछ भनेर ओ यहाँनिरको त सिस्नोमा धेरै काँडा नहुँदो रहेछ यार यो चाहिँ गाई सिस्नो हो यो हो सिस्नो कत्रो ठुलो झाङ भाइ सिस्नोको यो सबै यस्तो रहेछ ओ वाउ आउनुहोस् यस्तो यस्तै छ तर यस्तो केही पनि छैन जस्तो छ गाई चाहिँ तलतिर हेऱ्यो भने मात्र तर यो डाँडा भने एउटा घरहरू छैन भने यो डाँडामा बल छैन त हेर्दाखेरि भ्यू चाहिँ एकदम राम्रो हुँदो रहेछ एकदमै डाँडा र काँडा छ यहाँनिर अलिक तल जाऊँ ल तल गएपछि केही न केही देखिन्छ कि देखिहाल्यो भने त म देखाइहाल्छु ओ वाउ यहाँनिर त डेन्जर भिड रहेछ धेरै यस्तो ठाउँ रहेछ तलतिर चाहिँ अलिकति धेरै घरहरू रहेछ नत्र त खासै घरै छैन हौ यहाँनिर ओ त्यहाँ चाहिँ डिलमा ओइ देखिस् तर यहाँनिरबाट कसलाई देख्दो रहेछ आइज म चाहिँ हेर्न आएको काका के रहेछ भने ऊ चाहिँ माथि नै चाहिँ यस्तो छ सायद मान्छेको घर होला ऊ त्यहाँनिर धुवा आइरहेछ हिँड्दैछ घरमा हिँड्दैछ ल साथीहरू यहाँ त केही पनि छैन रहेछ खासै धेरै जस्तै डाँडाको भ्यू मात्र राम्रो देख्दो रहेछ यतातिर तल बेसी छ भन्नुहुन्थ्यो अझै यहाँबाट पनि नदेखिने रहेछ बेसी त जाम अब माथि माथितिर जाम साथी जाम यो के हो खाना मिल्छ भन्थ्यो के अरे यसो गार्डनमा राख्नको लागि
चाहिँ राम्रो देख्छ कतिजनाले किनेर लग्छन् नि यस्तो हो आइया अब जाम माथि नै जाम यहाँ तल त केही नै छैन रहेछ त्यही राम्रो भ्यू मात्र देखिँदैछ र कत्रो कत्रो पहिरो गएको थियो यसतिर यो डाँडा भएर होला है डेन्जर पहिरो गयो भने यो ऊ यतापट्टि साइडमा पनि पहिरो गएको तर यहाँबाट देखिँदैन होला ऊ यतापट्टि साइडमा पनि गयो राम्रो फुल फुल त राम्रो छ अनि यो फुल चाहिँ कस्तो लाग्छ कुन्नी यो फुल चाहिँ कस्तो लाग्छ कुन्नी आइया राम्रो पानीले उल्टै गर भने उही पानी पनि बेला बेला सानो आउँदैन आउनु पुरी गरे आउँछ त्यता ल है अब यहाँबाट जानलाई रेडी एभ्रिथिङ इज ब्याक अब हामी जाने अब हामी जाने कस्तो रमाएको हे हामी जान्छौँ क्या दिदी बाटो ठ्याक्कै भन्नु न ल भिडियो खिच्छौँ यही भिडियो हेर्दै जाने हो साँच्ची भने होइन यहाँ ठ्याक्कै यहाँ पुग्छौ तिमीहरू त्यहाँ ठ्याक्कै यता जाऊ यता गएपछि ठ्याक्कै त्यहाँ भन्नु न होइन जाने क्या हामी हुँदैन थाकिन्छ जाँदा जाँदै अनि त्यही भएर हिँड्नलाई बाई बाई दिदी भाइ त भित्र हिँडिहाल्यो फर्स्ट टाइम आएर हो कि तँलाई पनि राम्रो लाग्यो तँलाई पनि राम्रो लाग्यो नि होइन त्यही त भन्दैछु त म कस्तो कस्तो ढुङ्गा यार ए यहाँनिर हो ल लास्ट यही हो हामी अलिक पर गएपछि देखाउने छौँ साथीहरू यस्तो छ है यहाँनिर यस्तो रहेछ हिजोको अँध्यारो बाटोबाट त केही देखाएको थिएन यस्तो रहेछ भन्ने थाहा भयो तलको के स्कुलको घर हो त्यो तल घरै हो हेर्छ त्यति राम्रोमा स्कुल हुन्छ भइहाल्छ नि हुँदैन यतिर हो ठुलै हुन्छ है गई एउटी गई अब मलाई फेरि ब्याग लिन आउँछु भन्नु लेट्स सी तर बाटो कस्तो अप्ठ्यारो भाइ हेर्दा मात्र यत्तिकै इजिली जान्छ जस्तो छ है यो यस्तोले गर्दाखेरि जाँदै नजाँदो रहेछ बाइक त ब्याङ्गै हुँदो रहेछ यो ढुङ्गाको बाटो भएर होला तर यहाँ फेरि ठाडो उकालो हो क्या कस्तो गाह्रो म चाहिँ अलि माछामा हिँड्दै जान्छु बिस्तारै के छ र आई क्यान गो तर एक्लै बाइकमा हिँडे जस्तो चाहिँ 2-3 जना लिएर हिँड्न गाह्रै हुन्छ यस्तो जङ्गल छ यस्तो रमाइलो oh my god तर यहाँ राम्रो ठाउँमा हिँड्नै गाह्रो हुन्छ क्या राम्रो बाटो त छ तर हिँड्नलाई समस्या क्या साथीहरू के भन्नु हेर्नुहोस् त साफु त्यसलाई तानेर होइन बाइकले अब 2 जना भए भने के हुने होला है म चाहिँ बिस्तारै जान्छु यदि हिँड्ने कस्तो माछा भएको अझ माथि पुग्नु त्यसपछि फेरि ओह्रालो छ डिप डाउन हिजो आउँदाखेरि केही पनि देखाएको थिएन यो फेरि कालो अँधेरोमा आएको हामी हेर्नुहोस् नि अरिङ्गाल है साथीहरू यो यसले टोक्यो पनि मरिन्छ यार हामी यहाँ कहाँ आइपुग्यौँ बतासेको गुम्बामा यहाँ आउँछन् भनेर त हाम्रो त प्लानमा पनि थिएन एक राति प्लान त किन थिएन र त्यो अगाडि नै भनेको छ हामीले जान त गइन्थ्यो भन्ने थियो तर कन्फर्म त थिएन नि त ए गइहाल्छौँ जस्तो त थिएन उयो होला उयो माथिबाट यहाँ पो आइँदैन होला भन्डाला थियो है कति कति छेउबाट त्यो त एकचोटि त गइसकेको थियो यार है त्यहाँ तल
यार हेर त यो के को बोटहरू लगाएको रहेछ अब 2टा बाटो रहेछ मासतिर जाने गुम्बा जाने बाटो उयो लचल होइन माथिको भइहाल्छ नि उहरू क्या के भन्छ त्यसलाई मङ्क हिँड्दैछु नि म पनि हिँड्दैछु चिसो होला यस्तो कुहिरो आइसक्यो अहिले भ्यूै हट्छ क्या पछाडिको सेतोमा देख्छ वाह बहुत आयो त यार हेर्नु यो चाहिँ बतासेको गुम्बा साथीहरू हाँस्नु न त आमा कस्तो राम्रो अनि त आउँदिन भन्दै थिइस् हेर त समीक्षा केही छैन छोडजाबी हामी आयो रमाइलो लाग्यो माथिबाट हेर्दा हेर उहाँ जानु कहाँ यस्तो तल्लो कुनामा चाहिँ यहाँ आइज यार तल हेर्न छोड्न हेर्नु ओ माई गड हामीदेखि है उतै ठाउँमा पुग्नुपर्छ है ए उ त्यो घर उयो अब ऊ यतापट्टिको उयो रोड ए त्यो रोड जाने त्यहाँ उयो ल ए हामी ऊ यहाँ तलपट्टिको खोलामा घरमा पुगेर हामी उयो तलको खोलामै पुग्नु पर्यो ठ्याक्कै माथि तिमीहरूको यहाँ क्लास पनि हुन्छ हो आज त छुट्टी कतिजना हुनुहुन्छ 7 जना हुन्छ ए सबै यही गाउँको कि बाहिरबाट पनि हो कहाँदेखि आएको तिमी यो चाहिँ के हो पूजा गर्नु हौ यस्तो क्यामेरा देखाउनु मिल्छ नि हजुर क्यामेरा देखाउनु मिल्छ कति शान्त यार हो तन्ने आउँछ नि तिमी बाहिरदेखि आएको हो हजुर हो कहाँदेखि आएको म हेटौडा कहाँकैदेखि आइछौ त नि यहाँको गुरु वहाँ पनि अगाडि हेर्न देखि कहिलेदेखि आएको सानै हुँदा हैन 1 वर्ष जति भयो ए रमाइलो हुन्छ यहाँ दाइहरूसँग बस्नु रमाइलो हुन्छ रमाइलो कोही घटाट छ कोही के गराएपछि आउँदैन त्यो जात्राकै माथि चौल जात्रा भएपछि घर पठाउँछ हुन्छ घर बनाएपछि आउँदैन कोही चाहिँ फेरि आफै छुट्टीमा हुँदै जान्छ ए हो ए मेरो गाउँमा चाहिँ छैन मम्मी बाबा विदेशमा चाहिँ खै मम्मी थाहा पाएन बाबा पनि थाहा छैन ला हो र कसले ल्याइदिनु म विदेशमा जाने बेला नै आएको ए मम्मीले छोडेर जानुभएको ए सँगै भन्छ कि आफ्नो के हाम्रो लामा वर्षबाट दुम हुन्छ ए यो चाहिँ कुन बेला बजाइन्छ यो पूजाको बेलामा ए घन्टी होइन यो के भन्छ लामा भाषामा खै मलाई तिमीले योहरू पढ्ने यही हो पढ्ने क्लासमा चाहिँ होइन क्लासमा केही बुक दिन्छ ए यस्तै हुन्छ अक्षर हजुर बुझिन्छ बुझ्छ सबै हो बुझ्छौ बुझ्छ पढ्न मिल्छ हजुर अहिले पढ्न मिल्दैन होला मिल्छ पढ्यो उयो माथिको टपिक मात्र भन न टपिकमा थापमा त्यति मात्रै लेखेको हो ओए यत्रो छ त नि हामीलाई त के हो यार हेर्नु यार ड्रइङ गरे जस्तो हो उर्दू भाषा जस्तो योभन्दा ठुलो बुक छ ए यो त्यो सबै पढ्नुपर्छ हो उयो च्याप्टर वाइज जस्तै छ यार त्यही तल हुनुभएकोहरू जति मात्रै हो यहाँ बस्ने चाहिँ ल अब हामी यहाँबाट जाँदैछौँ तलतिर ओह्रालो जानुपर्ने छ तल लेट्स गो हिँड्ने क्रम जारी छ
पक्कै गइरेल छ यार यहाँबाट पनि छ होइन ए उ त्यहाँ यहाँ माथि लाग्यो अब त्यहीँनिर रोडमै पुग्नु पर्यो क्या अब त्यहाँ छ यार अझै पर यतातिरबाट पनि झर्ने ठाउँ हुनुपर्ने सबको बारीमा त्यस्तो हो भने त्यो कुचुक कुचुक गरेको के हो त्यो निमारो त चिने कि त्यो तलपट्टि हेर्नु तल्लोपट्टि त्यो बुस जस्तो हेर्छ यही हो त्यो सल्लाह ए ल सल्लाह सबैहरू फ्याँक्यो त्यहाँबाट चाहिँ देख्छ ठुलो घर हेर्छ एकचोटि उयो हाम्रो घरबाट देखिने पारी घर हो होइन त्योभन्दा पल्लो भने त्यहाँबाट हामी कहाँ पुग्यौँ ए देखे कुन चाहिँ ऊ परको त्यो अलिकति तलपट्टि छ नि माथि चाहिँ रातो जस्ता अनि तल चाहिँ यस्तो 1 2 3 4 टर्नै देखायो नि ढोकाहरू ठ्याक्कै रोड मुनिको क्या रातो कलरको रेड जस्ता घरै त्यही हो त्यही हो तल गोठ हो अनि त्यो तल चाहिँ पहिला बस्ने घर त्यो बारीमा बुस बुस भएको जस्तो होइन बारीमा बुस बुस भएको जस्तो त्यो बारी नै अन्दाजको अम्पा घर पनि देख्यो यहाँबाट ए त्यहाँ त रोडै मुनि रहेछ त नि ए पहिलो जाने ठाउँ भनेको चाहिँ त्यो घरको यतापट्टि हिजो हामीले बाटोमा आउँदा बजाउन नसकेको कुरो आज बज्यो ल तर यस्तो अप्ठ्यारो हो उकालो आउन पो सजिलो आएर ओर्लिनु कति गाह्रो रहेछ यहाँ एकैचोटि गुल्टी त तलतिर पुग्यो भने चप्पल खोलेर हिँड्नु पऱ्यो भने नि के अरे हिँड्यो भने नि काँडाले घोज्छ अब यसरी नै हुन्छ पुगिसक्यो कि यो चाहिँ मैले बुके बनाएको होइन जम्मा यति मात्रै हो फेरि हाँगा चाहिँ बुके जस्तै देखिन्छ अब यहाँ यस्तो बाटो अप्ठ्यारो छ यति बेला भिडियो गऱ्यो भने हामी कहाँ पुग्ने थाहा छैन सो तलै गएर भेटौँ साथीहरू बाइक भयो है खालिदिन्छु यार उसै त सास पुगिराखेन अझ पे पसिङ अरे यो चाहिँ टुथपेस्टहरूमा हाल्छन् कुनै कुनै आयुर्वेदिक टुथपेस्टमा त्यो भन्छ अरे त्यो जस्तो आउने होइन के धेरै दिन सानो सानो भट्टीको पसल छैन बनकेरा भेट्यो यो चाहिँ एकदमै बेनिफिसियल पनि छ है त्यही नै हो खाने नै यस्तो छ यो खासमा हाम्रो उसमा रोप्दाखेरि आउँदैन होला है हामीले क्या आउँदैन यस्तो यो मैले देखेको यही एउटा गाउँमा हो अन्त उही काँचुली सर्पको खोइ उही आई अबे सर्पको लुगा साथीहरू यहाँभित्र गएर फेराएर चाहिँ त दुलो रहेछ यार सर्पको दुलो यो त यहाँ काँचुली भागम यो खाँदै कसरी खोलेर खाने यो खोलेर खाने हो होइन हौ यही चपान ए यतिकै खाने के हिँडेको हौ कति धेरै कुरो मिठो त हुँदैन के तर त्यस्तो त्यो स्वादै छैन घिउ जस्तै हो टुप्पी सफा टिप्छु है ठ्याक्कै दुईटा फोर भयो ल ल पानी नै खाइन पखाल्नलाई अलि म सफा टिप्छु मम्मी व्हाट इज दिस ल जा ओ ठुलै पाइछ सत्कुनले त ठुलै पहेँलो पहेँलो चाहिँ पाकेको है त्यही बनकेरा एकदमै राम्रो पनि हुन्छ यो मुख र कपाललाई त्यो कुनै पनि कुरा अलिकति स्लाइमी भयो भने त्यो मुख र कपाललाई नै हुने रहेछ भने अनि हड्डी के अरे त्यो के भन्छ चियासिड पनि स्लाइमी जस्तै हुन्छ नि त्यो त भइ नै हाल्यो अर्को चाहिँ के चिप्ले भेन्टा त्यो पनि हो अरे त्यो पनि राम्रो हो अरे कपाललाई आज त मेरो ड्रेसमा कुरो हेर्छ
नै पुरै यार जाँदाखेरि ठाडो उकालो थियो चढ्दाखेरि के होला हालत ठाडो ओह्रालो अनि लसरी हाम्रो जुत्ता पनि चिप्लो खाके पुरै हिँडिरहेछौँ बानी नभए पनि बनाउनु कस्तो गाह्रो त्यही भएर ट्रेकिङ सुज भनेर बेच्छ रहेछ बल्ल बल्ल त आयो उयो बल्ल पारियो हाम्रो घरबाट देखिने ए हो यति एउटा घर देखिन्छ हाम्रो घरबाट यो र ऊ त्यो गोठ देखिन्छ वाउ आकाश उताबाट त्यो के भन्छ कपासमा लाइट हाले जस्तो त्यही भने पछाडिबाट पछाडि सम्झना मायाको डोरीले तिमीलाई बाँधौँला दिलको मोटर कारमा तिमीलाई चढाउँला अब त अब पिना जस्तो के भयो यार है त्यो ती नजिक देखिसक्यो यो घर यो घर भाइरल हुने भयो भन्ने के उसको आँगनमा हेर त रेड कलरको लगाएर ट्र्याक लगाएर बस्छ त्यो होला क्या रेड कलरको र ब्ल्याक लगाएर रेड टी सर्ट लगाएर बसिरहेको ए त्यहाँको बहिनी होला अनि यतै हेरिरह्यो यो मान्छेले सिँढीमा पनि बसिरहन् त्यहाँको आमा हो यो सक्यो उई उई अब यसको स्किन र हेयर जेल जस्तै हुन्छ एक दिन खाएर मेरो स्किन हेयर अब बल्न थाल्छ बल्नु ऊ हाम्रो पहिरोमा एउटा कन्सर्टवाला स्टेज थियो अस्ति यहाँको पालि आएको बेलामा यहाँको कि काखो पऱ्यो यहीँ उति घरमाथिको यो के हो यो कटुसको बोट हो सायद अनि उयो लालीगुराँसको बोट हो यहाँ हेर्नुहोस् हो मलाई भन्न पाइस कुरो हो साथीहरू कस्तो मजाले टाँसेको अरू कोही नटाँसे पनि कुरो चाहिँ टाँसिन्छ है लै अरू कोही नटाँसे पनि कुरो चाहिँ टाँसिन्छ है लै जुनी जुनी हरिलाई पागलहरू को हिँडे त भनिन्छ त्यही भने जिन्दगी गाउनु अझै खासरी मेरी दिल आउँदैन यो वाला कुन आउँछ त भन्न त गाउँछ अब म थाहा थिएँ नि त भन्न मन नभनेको यो हाम्रो भूकम्पवाला घर हो यहाँ बस्ने भनेर बनाइएको थियो ए हो र अहिले चाहिँ छैन यस्तो बनाएको भने बसिँदैन म क्या ऊ यार भने कस्तो ऊ क्या ट्याक्कै अन्त यो गयो कि आज माथि आज बच्यो यार माथि जाँदै थिइस् तर तेरो खुट्टा चाहिँ माथिन्थ्यो आयो है यहाँ आयो अब चाहिँ आएकै होला ल अब चाहिँ हामी आइपुग्यो भाइ यो चाहिँ पहिरो हो होइन उहाँ माथि चाहिँ हाम्रो एउटा स्टेज जस्तो थियो त्यसमा सिङ्गर चाहिँ मै हो यस्तै गरी बौलाइरहेको थिएँ म होइन उति हो हुन त अघिसम्मै गुम्बामा थियौँ अघिसम्मै गुम्बा अघि भर्खरसम्म तिमीसँग जस्तो लागिरहेको त्यो चाहिँ भुलुङ डाँडा रहेछ क्या त्यो हामी भएको घर चाहिँ भुलुङ डाँडामा हामी आइपुग्यौँ बल्ल फेरि गाह्रो त भएको होइन गाह्रो त भयो नि त बुढा देखेको कि कोही होइन क्या घरमा बाउमा हुनुहुन्छ ढोड ल्याउँदै वर्ष दिनको चाडबाड खुसी भुल्ले बाहन खुसी भुल्ले बाहन बिहान यहाँ 5 बजी हिँड्नु हुन्छ कति बजी त्यहाँ पुग्नु 7 बजी हिँड्छ गाडी र त्यसपछि त खाँचो जानुपर्छ 2 घन्टै लाग्नु सक्छ बेर होइन तलै खनि जाँदा धेरै बेर लाग्यो जस्तो नि लाग्दैन तर एउटा भएर गाउँको पानी त यसरी पनि खान मिल्छ आनन्दले चट्टे होइ काँक्रो टाइम इट्स अ काँक्रो टाइम है कस्तो मेरो बाख्रा अझै त्यो घरको हेरिराख्नु हेरौँ भने भोलि पर्सि जान्छ नि बल्ल उठेँ त्यहाँबाट
बुझ्ने नै हो बुझ्ने नै हो अनि यहाँको स्कुल कहाँ जान्छन् है हुँ? यहाँबाट स्कुल चाहिँ कहाँ जान्छ तल यो पनि स्कुल जान्न किन अनि त्यसपछि तलको चाहिँ हिजो भने सुन्नुहोस् आमाले त्यो गाह्रो हुन्छ नभए गाउँकै हो कङ्गपुर त्यस्तोकै प्रब्लम है हुनु चाहिँ हुँ? स्कुलकै प्रब्लम चाहिँ हामी चाहिँ बतासे डाँडाबाट सिमटापाखा स्थित हाम्रो घर आइपुग्यौँ होइन हेर्नु है धुवा भएर यस्तरी हेर भन्नुहुन्छ यसरी हेर्नुपर्छ भने धुवाँधार तर हामी अघि नै कति बजीतिर आइपुगेको अघि नै त के भन्नु 1 आवर जति भयो होला है छैन कहाँ भएन पनि भएन 5 बजे हो कि पनि भएको छैन तँलाई तर भइसक्यो त 1 घन्टा हामी आएको आएर हामी 2 घन्टा हुन आँट्यो क्या साँझ खाएर अनि हामी भिडियो एन्डिङ गर्न आएको साथीहरू आजको लागि यति नै यति नै हो फेरि भोलि भोलिको नेक्स्ट भोलि डेको झरनामा भोलि झरनावाला भ्लग आउँछ त्यसको झरना लागि र त्यही तल मामा जाने त्यसको लागि स्टे ट्युन गाइस बाइ